नमस्कार साथीहरू। के तपाईलाई कहिले यस्तो लागेको छ कि जीवनमा सबै ठिक हुँदैछ तर पनि मन भित्रबाट खुसी हराएको जस्तो लाग्छ? साँचो कुरा के हो भने हाम्रो खुसी कसैले बाहिरबाट चोर्दैन, हामी आफैले केही बानीहरूबाट बिस्तारी गुमाइरहेका हुन्छौं। आजको भिडियोमा म तपाईलाई बताउनेछु खुसी चोर्ने 12 खतरनाक बानीहरू जसले तपाईको जीवनलाई असर गरिरहेको हुन सक्छ। 1. तुलना। अरूसँग आफ्नो तुलना गर्दा जीवन एउटा दौड जस्तो लाग्न थाल्छ। उपाय: आजै आफ्नो जीवनको एउटा राम्रो कुरा सम्झनुहोस्। 2. हतार। सधैँ हतारमा बस्दा दिनभरि तनाव र थकान मात्रै हुन्छ। उपाय: आज 5 मिनेट शान्त भएर बस्नुहोस्, गहिरो सास लिनुहोस्। 3. अव्यवस्था। धेरै सामान र अव्यवस्थित ठाउँले तपाईको दिमागलाई पनि भारी बनाउँछ। उपाय: एउटा सानो ठाउँ सफा गर्न सुरु गर्नुहोस्। 4. अरूलाई खुसी पार्ने बानी। सधैँ अरूलाई खुसी पार्न खोज्दा तपाई आफ्नो आवाज गुमाउनुहुन्छ। उपाय: आज एक पटक मलाई यो चाहिन्छ भन्नुहोस्। 5. पुराना कुरा दोहोर्याउने। पुराना रिस र घटना सम्झिँदा नयाँ खुसी आउन पाउँदैन। उपाय: एक कुरा छोड्ने निर्णय लिनुहोस्। 6. भावनालाई दबाउने। झुठो सान्त्वनाले वास्तविक आवश्यकता लुकाउँछ। उपाय: आफूलाई सोध्नुहोस्, मलाई साँच्चै के चाहिएको छ। 7. ढिलाइ गर्ने बानी। काम टार्दा तनाव झन बढ्दै जान्छ। उपाय: सानो काम अहिले नै सुरु गर्नुहोस्। 8. धेरै आवाज। धेरै मोबाइल, सोशल मिडिया मनलाई शान्त हुन दिँदैन। उपाय: केही समय बिना स्क्रिन बस्ने अभ्यास गर्नुहोस्। 9. शङ्का। आत्मविश्वासको कमीले सानो मौका पनि ठूलो डर जस्तो लाग्छ। उपाय: सानो कदम चाल्नुहोस्, पर्फेक्ट हुन जरुरी छैन। 10. मनमुटाव। रिस र गुनासो समातेर राख्दा तपाई आफै दुखी हुनुहुन्छ। उपाय: माफी दिनुहोस् वा कुरा खुला गर्नुहोस्। 11. पूर्णताको चाहना। सबै कुरा पर्फेक्ट चाहिँदा तपाई कहिल्यै सुरु गर्नुहुन्न। उपाय: डन इज बेटर देन पर्फेक्ट सम्झनुहोस्। 12. आफैलाई बेवास्ता। आफ्नो ख्याल नगर्दा खुसी कहिल्यै पूर्ण हुँदैन। उपाय: आज आफैका लागि एउटा राम्रो काम गर्नुहोस्। साथीहरू, खुसी कुनै ठूलो कुरा होइन, यो साना बानीहरूको परिणाम हो। आजबाट यी बानीहरू हटाउन सुरु गर्नुभयो भने तपाईको जीवनमा ठूलो परिवर्तन आउन सक्छ। यदि भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोस्। धन्यवाद।